के हो त त्यही त अनि सिम्पल भनेको चाहिँ यस्तो सिम्पल भनेको त यस्तो फ्या गर्यो सुत्यो माथिबाट हान्यो यस्तो हो सिम्पल भनेको त्यस्तो डबल ट्याप गर न मेरो केटाहरू डबल ट्याप गर त कुरा पनि सुन्ने डबल ट्याप पनि गर्ने गर न डबल ट्याप गर त डबल ट्याप गर न हो केटाकेटी हो डबल ट्याप कुरा पनि सुन्ने डबल ट्याप गर्ने कुरा पनि सुन्ने कमेन्ट पनि गर्ने डबल ट्याप मलाई चाहिँ फिल्टर सुट गरे मम्मी आर्जुल त केटी पाए पनि सुताउँछ नि त भन त त्यसको त मैले अनि कुकुरले गाउँघरमा पहिला पहिला चप्पल पर पाटोमा लएर च्यातेको हुन्थेन टुक्रा टुक्रा बनाएर त्यस्तो टुक्रा टुक्रा बनाउँछ होला त्यसको दुधको मुन्टा च्यातेर मैले त कसको मसँग सुत्न आउने केटीको कस्तो खाले तरिकाले भनेको हो त्यो चाहिँ तर मैले हैन कसम मैले एउटा केटीको के दुध चुसेको यार त्यस्तै थियो म त्यतिखेर 21 वर्षको थिएँ हैन तर त्यो केटीलाई लास्टै मन परेको क्या अनि मेरो छेउमा सुत्यो हैन अनि हामीहरू सुत्यो उता काठमाडौँमै बस्थ्यो अनि त्यसपछि त्यो केटी मोटी मोटी चक्कु ठुलो है त्यसको छेउमा गएर कस्तो त बानी परेछ र म त एकचोटि त त्यो पनि त्यस्तै रहेछ म जस्तै त्यसै भइहाल्छ चियासो हालेर अनि म पनि पहिला कुदेको सुन्न ओइ मम ड्याड सुत्दिने हैन ओइ मम ड्याड सुन्न त्यो सत्य घटना है पहिला चाहिँ कुबे सुरुमा हामी चाहिँ कति 2000 इंग्लिश महिना चाहिँ 2012 13 चाहिँ कति हो भूकम्प गएको साल हो 12 13 14 कति हो नेपालमा भूकम्प गएको थिएन ठुलो काठमाडौँमा धराधा भत्केको टाइममा थाहा छैन काठमाडौँ यो केटाहरुलाई धराधा भत्केको ओइ काठमाडौँमा धराधा भत्केको कहिले हो भन्दा कति सालमा हो त्यो सालमा चाहिँ खै वैशाख साल चाहिँ थाहा छैन वैशाख 2015 15 रे इंग्लिशमा 72 सालमा हो के हो त्यसमा 2014 हो 2014 नै हो सही कुरा त्यो सालमा चाहिँ सुन केटाहरु है म आरदियामा थिएँ म त्यतिखेर म ठुली होइन नि त्यही 15 16 वर्ष पुगेर 17 मा लागिरहेको थियो होला 16 पुगेर 17 मा लागिरहेको थियो होला मसँग पनि केटी थियो चुपलाग है त गरी खेत चुपलाग मेरो यो यसलाई म्युट राख यार यो पर्सनलाई राखेको म्युट सुन दुईटा म यता आरदिया ब्लक 5 मा काम गर्थे त्यो बेला चाहिँ युथेबाको दुईटा केटी थियो न त्यो दुईटा केटी पनि सोल्टिना के दिदीको नन्द दिदीको बहिनी सोल्टिना थिए अनि हामी फेरि कस्तो घरमा काम गर्दा हाम्रो रुम थिएन हामी चाहिँ जो सिडीको तल बोल्न अलि बेस्या पाराले म भन्दैछु के अनि सिडीको दुईटा हामी दुईटा केटी म एकजना म चाहिँ छोरीको बच्चा हेर्ने उ चाहिँ एउटा घर त्यो बुढीको मामालीतिरको बुढीको कामको खाना पकाउनेले घर सफा गर्ने 3 जना थियो एउटा चाहिँ बिहे गरेको थियो कति छिटो बोलेको सुन्न म छिटो सकाउँछु के यहाँले डिस्टर्ब गर्छ सुन्न अनि त्यहीदेखि चाहिँ हामीले के गर्दा सुन्न अनि के गर्दा छ त्यहीदेखि हामीले चाहिँ एउटा केटीको एउटा बच्चा जन्माएको थियो कस्तो छिटो गरे ढिलो भन्छ कल छिटो अनि उसले चाहिँ एउटा चाहिँ बच्चा जन्माइसकेको थियो हाम्रो दुईटा चाहिँ केही छैन न थिएन पनि म त बिहे त गरेको थिएँ भर्खर हामी दुईटा चाहिँ भर्खर बिहे गरेको सुत्ने ठाउँ थिएन सिडीको तल त्यो चाक्लो हुँदैन माथि आउने मोडको टाइममा के भन्छ त्यसलाई सिडी माथि जाने बाटोमा चाक्लो ठुलो हुँदैन बिचैमा भर्याङमा के बिचैमा ठुलो हुँदैन त्यो चाहिँ दुईटा एउटा म्याट्रिस हालेर हामी त्यहाँ दुईजना सुत्यो एकजना चाहिँ बच्चाहरूसँग सुत्यो उतापट्टि दुईजना चाहिँ राति के गर्थ्यो अनि त्यो काम चलाउँथ्यो क्या हामी अनि एकदिन त उसले मेरो दुध चुस्दिने है मैले उसको दुध चुस्दिने उसले मेरो पुत्ती खेलाइदिने मैले त्यस्तो गर्थ्यो त्यो बेरमा गर्थेँ कस्तो भनेको त्यो कुबेतमा कति मजा आयो होला त्यतिकै हो प्रशान्त जान है जा त ओइ भिडियो बनाए म त म्युट राख्दिएको के भिडियो बन्छ जा
के रे निस्किके अनि हामीले चाहिँ के गर्छ ओइ भिडियो बनाउनु पर्यो पुतीमा त पुती मिलाएर ओइ मम ड्याड पुतीमा पुती युट्युबमा हाल्छ मिलाएर के चाहिँ निस्किके हामीले यस्तो मजा लिन्थ्यो रुक यस्तो रुक मजा रुक रुक लिन्थ्यो रुक 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 ओ गैरीकोटले चाहिँ लाटो चलिरहेको छ निकाल्न त्यहाँ यसलाई पनि। यो ओइ युट्युबमा गैरीकोट हाल्छ के माछाले निस्केमा हो अनि आनन्दै भयो। यस्तो भनेर भगाउने के भन्न भन्न पुती चाहिँ अनि हामीले चाहिँ टिका मार्यो कसरी चाट्यो भनेर भन्न माछाले एकैचोटि कसरी भित्र कहाँ चाट्नु त्यो बेला चाहिँ माथि बुढीले त्यो बेला न मोबाइल चलाउन दिन्थ्यो हो त्यो बेला हाम्रो मोबाइल थिएन के मोबाइलहरू केही थिएन मोबाइल दिन्थेन त्यही पनि महिनामा एकचोटि दिन्थ्यो हेलो हेलो घरमा भन्दा भन्दै त्यो पनि नम्बरमा सकिन्थ्यो होइन बोल्नै पाउँथेन ओइ हामी तेरो भाइ तेरो त बटम खोलेर छैन टाइट भएर के अनि ए हामीले चाहिँ पछि के गर्थ्यौँ अनि यति सानो गाजर हुन्थ्यो यत्रो यत्रो गाजर त्यहीबाट भर्खरको झुसे पुती अनि टाइट चाहिँ हुन्थ्यो कि नि भन्दा गाजरलाई सर्लक्क बाथरुम लगेर यहाँ कोचार्थ्यो है अब त्यो बेला युनिफर्ममा यता कोचार्थ्यो यता सुरुवालमा यसरी कोचारेर लगेर बाथरुममा धोइधाइ ल्याएर गरेर त्यो काम चलाउने घरि मैले चाहिँ उसको कोचारिदिने उसले चाहिँ मेरो कोचारिदिने गर्थ्यो भन्न भाँचेन माछाले भाँचेन तर मैले एउटा उसको खाद्न त एकचोटि एकजनाको त उ सब कस्तो मैले खोया खाँदैन माछाले त अनि हामीले चाहिँ त्यस्तो गर्छौँ के झन् खेलायो झन् आतिने रहेछ छिटो घर भन्ने के चिक्री खोया भेटायो लत्तै खाँदिएको माछालेको त आफै मकैको खोया फेरि को केटी दिँदैन? आयो को केटी आयो को न त कहाँबाट होला? म काठमाडौँ हो हजुर नि अनि हेर केटा नराम्रो कमेन्ट आउँछ पनि बहिनी गर्दै गर हस् दिदिहास् ल ल अनि सुन्न पछि चाहिँ त्यो बुढी माउले हाम्रो फेरि कस्तो चुतिया घर पो थियो त्यो बेलामा त्यो बुढी माउले फेरि हाम्रो हामी कोही नभएको बेला आएर हाम्रो झोला सोला छामछुम पारेर हेर्दो रहेछ हामी रिडल चाहिँ त्यो सारा भनेर मैले त्यस्तो काम गर्थ्यो मलाई त साह्रै भयो अनि मेदिना भन्ने केटीले चाहिँ के गर्छ काँक्रा लगेर लुकाउँदै रहेछ मेदिनाले पनि काँक्रा हाल्दै रहेछ र केटाहरू अहिले नभन्न माथि मुतेर आउँछु ल सिर जान डबल ट्यापहरूलाई 21 डबल ट्याप गऱ्यो भनेदेखि मात्रै कहानी सुनाउँछु मेरो रियल कहानी है आफूलाई परेको कहानी अनि सुन मम ड्याड पछि चाहिँ हामी दुईटा चाहिँ त्यस्तो गर्थ्यौँ है त्यसलाई चाहिँ भन्थेन किनभने उसको सोल्टिनासँग खासै त्यो मिल्थेन है झगडा भइराख्ने मसँग बेसरी मिल्ने त्यो केटी अनि हामी राति चाहिँ अब म पहिले मोटी थियो त्यो चाहिँ पातली थियो कि हामीले चाहिँ अटो त्यो बेला चाहिँ त्यत्तिकै नजिक सुत्दा पनि त्यो अटोमेटिकै हातमा काँडा उम्रेर पुरै त्यो पुती चुमुक पानी छल त्यत्तिकै पानी आउने कि त्यो पुती नचलाउँदा पनि त्यस्तो सानो उमेरमा त आउँछ के त्यसो कोही आएर चिक्दै पनि हुन्छ त्यतिखेर त चिके पनि जत्रो लाडा पनि पस्दो रहेछ सानो उमेरमा 17-18 वर्षमा पस्छ किनकि त्यतिखेर चिप्लो पानीहरू आउँछ क्या धेरै कोही आएर चिक्दै पनि हुन्थ्यो यस्तो फिल हुने होइन पछि त्योमा लास्टै मिलेर चाहिँ रातिमा आफ्नो हुन्छ नि प्यास मेटाउँथ्यो कि दुईजनाले काम गरेर पछि त एक दिनमा मलाई एकदम पेट दुखिरहेको थियो मेदिना भनेर टोयलेटमा गएर त्यसले पनि काँक्रा हाल्दै रहेछ मेदिना भनेर टोयलेटमा गएर हाम्रो बुढीहरू सबै साउदी गएको थियो त्यसको आफन्तीको बिहे थियो साउदीमा घरमा त हामी 3 जना काम गर्ने मात्रै थियो के काम गर्ने मेरो मेदम चाहिँ घर गएको थियो म चाहिँ माइती घरमा बसेको मलाई एकदम टोयलेट लगाइरहेको थियो यसरी ढोका हानेको 1 घन्टासम्म त्यो भित्र टोयलेटभित्र मलाई लिएर खुसुलुकै त्यो टोयलेटभित्र बस्यो कि त्यो मेदिना भन्ने अर्को केटी पछि 1 घन्टा बाहिर पर्खिरहेको छु पिसाब झर्ला जस्तो भइसक्यो आउँदिन यसरी ढोका हानेर पछि आयो न उत्तपत्तमा आउँदा त वासिङ मेसिनको माथि काँक्रा राखेको त्यसो हेरेको त काँक्रा समातेको त चिप्लो काँक्रा रहेछ त्यसले गर्दो रहेछ बाथरुम गएर काँक्रा हाल्दो रहेछ अनि तैँले त्यतिखेर छोल्दाखेरि चाहिँ कस्तो पानी आउँथ्यो भन्छ नढाटिकन त्यतिखेर त मेरो खासै त्यस्तो बाख्लो त होइन भेन्डी पखालेको पानी हुँदैन लर चिप्लो
स्याम त्यस्तै आउने रेल पारेको सिँगान जस्तो सिगाम जस्तो त्यो रुगा खोकी लगाएको बेला सिगाम झर्दैन नाकदेखि पातलो न पातलो त्यस्तै त्यो बेला त अटोमेटिक तैँले चाहिँ यसरी छाम्छ कि यसरी के त्यसलाई चाहिँ के हातमा राखेर यसरी छामे कि छामेन भन्दा पहिला सुरुमा अहिले पनि छाम्छु त्यो त हेर्छु यस्तो यस्तो पो गर्छ जस्तो लाग्यो त्यो म त्यस्तै गर्छु यार तर सुँग्न चाहिँ सुँग्दैन म त्यति फोरी चाहिँ छैन है सुँग्नु चाहिँ सुँग्दिनँ म त्यस्तो चाहिँ गर्छु म एकचोटि त्यो सुँग्नु हुन्न नि सुँग्यो भनेदेखि खोकी लाग्छ नि रुगा खोकी लाग्छ कि डबल ट्याप गर न गाई चाहिँ यार त्यसो हुन्छ राख्नुपर्छ डबल ट्याप गर्दा त्यो बेला त म अलिअलि सेक्सी थियो अहिले मोटो भएर पनि खासै सेक्सी छैन तर मान्छेहरूले भन्छ होइन मोटी मान्छे सेक्सी हुँदैन भन्छ होइन त्यसरी सेक्सी हुन्छ मोटी मान्छे धेरै सेक्सी हुन्छ झन् पातली मान्छेको जता सामान्य हड्डी हुन्छ हड्डी बिजाउँछ मजा नै आउँदैन हामी मोटी मान्छेको त जता सामान्य मासु हुन्छ अनि कस्तो शरीर पनि सिरिङ तेरो त चाक पनि फर्लक हुन्छ होला है चिक्यो भने हो नि के अरे हाम्रो हर्मोनी चाहिँ धेरै काम गर्छ कि फर्किन है कत्रो छ है तेरो त चाक पनि कहाँ यार फर्किनु अहिले होइन उहाँ के नाचेको जस्तो गरेर त्यस्तो गरेर टिकटकलाई छलेको अनि मेरो त हेर केटाहरू त्यस्तो गरेर पङ 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 पक 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 बज्छ हो के त्यस्तो डग स्टाइल गर्यो भने के बज्छ रे त्यसरी बज्छ चाक त्यो भ्यात गर्दैन के पक पक पादेको कहाँ पादेको त्यो डग स्टाइल गर्दा बज्दैन पङ पङ पादेको होला नि कहाँ पाच्छ हो त्यसरी यिनीहरूलाई पादेको के कसैले हो पादेको भन्छ कि त्यसलाई त कहाँ त्यसो पादेको हो यार कस्तो पादेको पुरै त्यो चिकामारी गर्दा बज्दैन ए पुतली ठुलो भएर हावा रे पागल हावा मैले त पादेको पात जस्तै आउँछ त नि पादेको जस्तै आवाज आउँछ नि कोही ममडार कहिले आफूले कहिले चिकामारी गर्दा पादेको छ कि छैन पादै आउँदैन चिक्दै कहिले मुतेको छ मलाई त त्यस्तो गुमुत पात भनेको कहिले आउँदैन त्यस्तरी त्यो चिक्ने बेलामा म त त्यो चिकेर उठेर म त कट्टु नलाएर टर्केर जान्छु मुता आएर त्यस्तो मुदा आउँछ चिक्ने पहिलादेखि मुत जम्मा गरेर बसेको होला अनि गरे होला अनि त्यही मुत मात्र झन् छुल 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 कति मजा आउँछ आनन्द फेरि हल्का मुत आउनु पर्छ झन् क्वाट 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 पो गर्छ अलिक चिच्रो गर्नुपर्छ पङ 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 त्यो पिचकारी यस्तो पिचकारी निस्किन्छ हेर केटाहरू त्यो केटा मान्छेको माल के यस्तो पिचकारी निस्किन्छ धेरै पिचकारी निस्किन्छ हल्का हल्का मुत आउनुपर्छ एकदम फिलमा आउनुपर्छ त्यो केटा मान्छेको त्यो पिचकारी के अरे मुत केटी मान्छेको मुत र केटा मान्छेको बिरे भन्छ नि त्यो माललाई माल चाहिँ मिक्स भएर पिचकारी छुल्लुलुलु हुन्छ डबल ट्याप गर न यो 2200 को डबल ट्याप यही हो केटा हो प्याच हुन्छ डबल ट्याप गर मेरो भन्छ यतिखेर त 100 डबल ट्यापै गर्दैन केटाहरूले लाइक शेयर कपिङ डबल ट्याप गरेर केटाहरू कपिङ गर त ल केटाहरू भनेपछि त आर्जुको चाक हेरौ न मेरो चाहिँ बुढाबुढी सुत्दाखेरि अनि नाङ्गै बाथरुम जाने भनेको हो कसको मेरो गरिसकेपछि के म आफै जान्छु सुरुमा जुरुक्क उठेर मेरो बुढोले त्यो लाडो झार्दै आउँछ पुसिरहेको हुन्छ म जुरुक्क उठेर हिँडिदिन्छु मुत्नलाई के पुसिरहेको हुन्छ रे घुम्न जाँदैन जान्छ नि अनि यस्तो झार्दैन त यस्तो हल्लाउँदैन त नि लाडो हे राम हरे कृष्ण गोविन्द
डबल ट्याप अनि गाइज लाडो कस्तो नि कमेन्ट गर्दै छोरा मान्छे डबल लाडो ट्याप पुतीमा प्याट प्याट हानेर नि झारेर हिँड्दैन त नि कस्तो खुसलुकै ओइ पाँच मम्मी पाँच ट्याप गरेर त सबैजनाले अनि चिकामारी गर्दा लाडो खुसलुकै भित्रले सत्लकै बाहिर तानेर के अरे लाडो धुन जाँदैन त केटा मान्छेले पुतीमा प्याट 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 हानेर झारेर अनि जुरुक्क उठेर पो लामो सास तानेर चपक्कै छोरी मान्छेलाई अङ्काल हालेर सुत्छ अनि समथिङ 5-10 मिनटमा जुरुक्क उठ्छ लाडो प्याट प्याट झार्छ अनि सरक्क उठेर टोइलेटतिर जान्छ धोइवरिकन सुत्छ कोही कोही त सुत्दैन कोही त त्यत्तिकै सर्लक्क एकदम फोरी हुन्छ कोही त सर्लक्क मात तानेर त्यो पाइट पनि लाउँदैन हाफ प्यान्टी के सर्लक्क तानेर फर्लक्क फर्केर यता फर्केर सुत्छ जस्तै फोरी हुन्छ कोही त छि परे त म्याक्सिमम परे केटाहरूलाई त्यस्तो देख्दिनँ टोइलेट धुन जान देखेको छैन अरू फोरी हुन्छ केटाहरू अब त झन् मेरो अब कति 8 वर्षको भर्जिन पुती 9 वर्षको भर्जिन पुती नेपाल जाँदा त पहिला त तेल लाएर चिया सफा गर्नुपर्छ होला सुतेको म गुड नाइट रे पक्नु न हो अब धेरै होइन एकैछिन 2 बज्न आँट्यो त 2 बज्न लाग्यो एक त आउनु भयो कतिजनासँग चिकेको हो र तपाईँले भन्दैछ त तपाईँ हारजुजी भन्दैछ धेरैसँग चिकेको भएर त्यो थरीथरीको कुरा गर्दैछ अब नि बेसी मैले चिकेको भने त अफ्रिकन सुडानी तिनीहरूसँग त्यस्तोहरूसँग त छ्या कसरी गर्यो होला है तैँले म चाहिँ नबोलेको भने केटा नबोलेको भने म्यानमारसँग बोलेको छैन बाँकी सबै देशको केटासँग बोलेको छु सबै देशको हेरेको छु त्यो फिलिपिन्सको त झन् के अरे क्याप्सिकन हुँदैन त्यस्तै लाग्छ उनीहरूको लाडो त त्यस्तै हुन्छ तल सुरुमा चाहिँ क्याप्सिकन यत्रो टाउको फर्केको यत्रो हुन्छ मेरो कान भर्जिन नै हो त्यस्तो त हुँदैन होला हो के म देखिरहेको छु ओहो भनिसक्यो घोडाको भन्दा ठुलो हो नि सबैभन्दा ठुलो भनेको सुदानीको अनि युगान्डाको डबल ट्याप गाइज डबल ट्याप गर मुखमा चिक्न मन लाग्यो तिमीलाई कानको छेदमा चिकन एउटा कानमा चिक्यो भने अर्कोदेखि बिरे निकाल्न सक्छौ कानमा चाहिँ चिक्दैन तर नाकमा चाहिँ उहिलेको मान्छेले अब बुढीलाई अँधेरोमा चिक्दाखेरि नाकमा चिकेको अरे भन्ने सुनेको थियो त्यो चाहिँ मेरो साथीले मलाई भनेको मेरो साथी त अहिले चाहिँ मलेसियामा छ होइन पूर्वे रुकुमतिरको होइन मेरो साथी उसले भनेको कुकुर हानेको छैन मलाई कुकुरदेखि डर लाग्छ यदि मेरो घरमा कुकुर हुन्थ्यो भने चटाइसक्थे कुकुर छैन अब यदि मैले कुकुर पालेँ भने चटाउँछु कुकुरलाई हैन अनि के सुन अनि सानो उमेरमा बिहे गरेको अरे त्यसले मलाई भनेको के सानै बुढी त धेरै सानो उमेरमा बिहे गरेको बुढो सानो गाउँघरको मान्छे सानो बिहे गरेको अरे सधैँ त्यतिखेर रातिमा नाइटोमा गर्दो रहेछ 1 महिनासम्म नाइटोमै काम चलायो अरे होइन अनि पछि बुढीले चाहिँ बुढो यहाँ होइन भनेर अरे त्यो पुतीमा छिरायो अरे बुढीले अनि त्यो दिन यस्तो गाह्रो भयो अरे त्यो केटालाई कता छिरे जस्तो लाग्यो अरे के त्यसले भनेको जमिन नै धास यस्तो भयो आर्जु अब म सोच्छु होइन तँ अब बस लाइफमा बस म त एकछिन बस्छु यहाँ ल बस म सोच्छु त्यो स्टोरीले के भनेको थियो त्यो स्टोरीले के भनेको थियो अघि मलाई
कता कता डुल्दैछ जिन्दगी। स्टोरीलाई लाइभ सेयर गर्नु त तपाईले एकचोटी छिटो। स्टोरीलाई लाइभ सेयर गर्नु त छिटो न, के हो भन्दै थियो छिटो कि। अनि त्यसपछि सुत्नु पर्यो छिटो फास्ट। छिटो छिटो फोन गरेर बोलायो भने होला न। स्टोनीलाई बोलाउनु न। आयो 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 तेजेन्द्र रन्डो पनि आयो। यो फेरि $9 के हो यो के अन्त उबरको सरचार्ज हो। के हालौँ भयो बल्ल आज भिडियोमा आउनु मिलेको थियो अनि यही हाल्दै के भन्ला थिएँ। नदेखाउने यहाँ नदेखाउने, मेरोमा नदेखाउनु। केही देखाउँदिन त्यहाँ छ भन्ने विलियमले देख्दै देखेन मैले त छ भनेर। तपाईँले देख्नुभयो नि पछि विलियम ब्रो। विलियम रोल त छैन, यतिकै हामीले गफ हाने हो भने कि अस्तिको कुरा। होइन कि अघि कि तपाईँले देखाएको हो भनेको। ए देखाएन त्यहाँ त देखाएन। त्यहाँ कुरा निकाल्ने बित्तिकै झारिदियो बागलुङले। कुरा निकाल्यो ननिकालिकन यी तपाईँको बुद्धि पनि छैन रहेछ। कुरा निकालेको मात्रै हो, कहाँ देखाउँछ त्यो अरूले लिइहाल्छ नि। यो त प्रोप्राइटरी कुरा हो नि, कहाँ अरूलाई देखाउँछ एक किसिमले। तर त्यो विलियम ब्रो त्यो भिडियो कसैलाई नपठाउनु है। जति सन्देशले मलाई यति जङ्गाइरहेछ त्यो भिडियो तिमीहरूसँग छ भने पठा भनेर चाहिँ कहाँ पठाउँछ। ए नपठाउनु, उसो भए नपठाउनु। त्यो त पठाउँदिन म त। छ त्यसले गरे हो, त्यसलाई थाहा छ, हामीलाई पनि थाहा छ त्यसले गरे हो। कहाँ त्यसलाई भिडियो पठाउँछ को सम्झना। म दीपिका थापा हो कि दीपिका हो के दीपिका छेत्री फलो गर्नु देखाउने हो। पुति देखाउने हो। ल सम्झनाले पुतली देखाउँछ रे। ल 10 के ट्याप गरेर खाइदियो। ल छिटो छिटो फास्ट। देखाएन कहाँ बागलुङलाई देखायो भने त फेरि त्यो अरूले लिन्छ, अरूले नि गर्न थाल्छ। आफ्नो त भन्ने मात्रै। बागलुङलाई थाहा छ नि त त्यो त्यता छ भन्ने, वरिपरि छ भन्ने। के फोटो छ भनेर बागलुङलाई त थाहा छ नि त। कसैले त उसलाई पठाइसक्यो नि। अनि त्यो फोटो कुरा सुने बित्तिकै मलाई झारिदियो कि। मम क्यामेरा ओपन हुन्छ नि। 200 मा क्यामेरा अन हुन्छ। के छ मम? ओइ जीवन हजुर को र? म टिकटक किङ हो के। ए स्टोनी मा चिक्नेहरु पनि कस्तो कस्तो गरेर हिँड्छ। ओइ स्टोनी ब्रो नाम चेन्ज गर्दिएको के। ओइ स्टोनी ब्रो ओइ त भिडियोमा आइज त। तपाईँ कुन आइडी हो यो चाहिँ फेरि यो स्टोनी प्रोको आइडी यो आइडी अस्ति यो त्यसबाट आउन मिल्दैन त्यही भएर अर्कोबाट आयो। विलियमसन यहीँ रहेछ त। विलियमसन त अनि कसको फोटो राखेको को करायो फेरि हला र उडु उडु। विलियमसन चाहिँ कसको फोटो हाल्यो? ओइ भिडियोमा आइज न मा चिक्ने। मैले गाउँमा गएर ठोकेको। मासले त केटी भिडियो खोइ कहाँ गयो त्यो केटी? केटी खोइ मलाई नझारेको छ नि। अब म कहाँ गयो त्यो केटी? रक्सी हानेर बसेको माया पगाल। केटी खोइ भनेको माछ। मैले हिजो स्टोनीलाई च्यापको तालमा उठाइदिएको। म मेरो मलाई बिसी गर्न। तर खासमा त्यसलाई एउटा कुरा के थाहा भयो भन्दा त्यो सबतिर गइसकेको छ भन्ने चाहिँ त्यसलाई थाहा भयो क्या। मम ड्याड चाहिँ के गर्न गएको त्यहाँ बागलुङको लाइफमा? बागलुङको लाइफमा के गर्न गएको? ल मान्छेलाई त्यसरी अपराध गराउनु हुँदैन। के हुँदैछ? माछा पसल जस्तै राम्रै गुचुङ गुचुङ। माछा पसल भन्यो त माछाले चाहिँ अनि फेसमा गर्नु
गर्छ ल छिटो छिटो फलो गर न गर्नुपर्छ ल पोती देखाउँछु कि त्यस्तो गर्नु हुँदैन आइडी जान्छ के गर्छ हो यिनीहरू ल ल ल क्यामेरा ओपन गरिहालौँ ल टक्क टक्क छिटो 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 क्रिस्टिनाले ल क्रिस्टिना माथिमा म केटाकेटी हो माथिन्छ कि म केटा हो दुईटैले ओपन गर्नु सँगै ट्याप गर ओए तँ कहाँ छस् र तेरो त थोबडै देखे छैन यहाँ जे पाए मन परि बोल्छ न अनि मलाई रिस उठ्छ मन परि यही केटीले हो कि सम्झनाले सम्झना भाइ त जे पाइ त्यो नबोल है जे पाइदैन भन्नै छाडा हस् मामा हस् मामा छाडा नबोल्न है नक्कली हाँसेको हेर न छाडा नबोल भन्दैछु खाना खाएको चिल्लायो पोती चिल्लायो ए छाडा नबोल भन्दैछु सम्झना ओए आइदिनु ओए किन आइदि त कन्यौ बोल्दैन के चिल्लायो बोल्दैन भने कन्यौ न ओ चेप्पै त्यो नबोल्न हो म्याकुरीहरू क्रिस्टिना छाडा नबोल्न यहाँ एकजना चेलीबेटी आउनु भएको काव्या पनि आएछ काव्या छाडा बोल्दैन नि ओए छाडा नबोल तिमीहरू ओइ काव्या तिमी क्यामेरामा आउ त लु